कविताले एकदम सस्पेन्ड भएको लागेर बनाऊ त गाइजहरू हामी चाहिँ आज चाहिँ लम्की टु चिसापानी पितमारीको यात्रा सकेर फर्किँदैछौँ। यो चाहिँ कुइने चिसापानीको बाटो हो। अहिले हामी पितमारी नजिकैको मोडमा छौँ। हाम्रो यहाँको 10 सालहरू भन्ने हो कि पर्यटकहरू धेरै हुन्छ उहाँहरू। यो कर्णाली हो छेउको। धेरै दशैको बाटो यो बाटो चाहिँ यस्तो छ विकास यो हो हजुर तर त्यो रोड होइन, यो अविकास हो। त्यही भएर विकास गर्न धेरै ढिलो सुस्ती छ। बाढी पहिरो आएकोलाई नि अहिलेसम्म व्यवस्था गर्न सकेको छैन हाम्रो स्थानीय सरकार भनौँ कि केन्द्रीय सरकार भनौँ प्रदेश सरकार भनौँ। त्यसैले यो पर्यटकीय क्षेत्र भएकोले यसलाई छिटो छिटो उद्धार गरेर यसलाई व्यवस्थापन गरेको भए अझ राम्रो हुन्थ्यो भन्ने हाम्रो बुझाइ हो। अब सुन्ने निकायले सुनिदियोस्। यो चाहिँ हामी कमल दाईको नेतृत्वमा हिँडिरहेको छौँ कहाँ जाने के गर्ने भनेर। रवि भाइले हाम्रो साथ दिइराख्नु भएको छ। यस्तै हो होइन। यसलाई चाहिँ देउराली टोल भन्छ यसलाई। हाम्रो अगाडिदेखिको त्यो कर्णालीको ब्रिज हो। यो चाहिँ दक्षिण एसियाकै सबैभन्दा सुन्दर दृश्य र पर्यटकहरू आउने ठाउँ पनि हो। अब चिसापानी बजार सुरु हुँदैछ। हामीसँग साथमा हुनुहुन्छ माधव सर हुनुहुन्छ, विनोद सर हुनुहुन्छ र हाम्रो विकासजी पनि हुनुहुन्छ है। म त अघि नै छु अब त हाकिम देखाउनु पर्यो नि। हाकिम पनि छ आफू पनि साथमा म पनि छु। आफ्नो भिडियो देखाम तपाईँ रावललाई पनि देखाम छ भनेर हामी यो चाहिँ म हैन पर्सि ब्याउँदैछ 23 गते फेरि यसको ठिकै छ। हामी यो चिसापानी बजार है। अब यो आफ्नै घरमा निमन्त्रणा छ भन्ने नानीहरू गाडीको आवाज सुनेनन्। ल चिसापानी बजार हो पहिलेको ठुलो बजार हो। अहिले अलि सेलायो पनि